हेलो गाइस, अब हामी चाहिँ वर्षे टुरमा लागिसकेका छौँ है। अनि हाम्रो साथीहरू यहाँ छ। हेलो, हामी चाहिँ वर्षे लागेको है। जाँदा चाहिँ हामी एकदम राम्रोसँगले बोल्दै जान्छौँ। भएर आउँदा चाहिँ हाम्रो अलिक पारा बिग्रेको हुन्छ है। यता हाम्रो राम उकालो जाँदा दामी हुन्छ कि ओह्रालो आउँदा चाहिँ हाम्रो हेलो गाइस, हामी चाहिँ सोमबारे 10 आइपुगिसकेको छौँ। यहाँ मेरो साथी, पुरानो साथी भेट भइसकेको छ हो। हेलो गाइस, अब फेरि सोमबारे बजारबाट चाहिँ उकालो लागिसक्यो र गाइस अहिले फेरि हामी ओख्रेमा आइपुगिसकेको छौँ। ओख्रे आइपुगेर चाहिँ एकछिन यहाँनिर साथीले चाय पानी खाने भनेर रेस्ट गरिरहेको छ। एउटा सर्टमा चाहिँ हुन्छ भनेर हिँडेको हुन्छ भन्दै आएकोहरू चाहिँ काम न थाल्यो अब। चिसोले टाउको दुख्ला जस्तो हुने रहेछ केटाहरूको। अब यहाँबाट चाहिँ हाम्रो ट्रेकिङ स्टार्ट हुन्छ जस्तो लाग्यो है। यहाँबाट कति छ तपाईँको? हेलो गाइस, अहिले भने चाहिँ हिले आइपुगेर अब चाहिँ हामी यहाँबाट चाहिँ हिँड्न लागेको छौँ। अब चाहिँ हामी लागेको हो भाइ, लागेको अब चाहिँ हामी यहाँ ट्रेकिङ छ हो। ए आज बिचरा गाडी कुदाएर ढाडै कुरो परिसकेको छ हो। र गाइस, हामी चाहिँ अहिले वर्षेको गेटमा आइपुगिसकेको छौँ। अब एन्ड हुँदैछौँ भित्र यहाँबाट। साथीहरू पनि छ अब ट्रेकिङ सुरु भयो अब चाहिँ हाम्रो यहाँदेखि। यहाँ चाहिँ तपाईँले तल पास काटो भएको छ भने चाहिँ बोकेर आउनु पर्ने रहेछ र यहाँ बुझाउनु पर्ने हुँदो रहेछ। चाहिँ हामीले चाहिँ गाडीमै छोडेर यहाँ साथीले भन्नुहुँदैछ। र गाइस, हामी भर्खर एक पावा बाटो चाहिँ हिँड्यौँ कि भन्ने आशा छ। हिँड्दा हिँड्दा यहाँ मजा आइरहेको छ। हाम्रो साथीहरू सबैजना हिँडिरहेको छ। अब अलिकति जिउ तताउने भन्दैछ, पिकअप लियो भने मात्रै मजा आउँछ भन्दैछ। साथीहरूले पछि पिकअप नलिकन हिँड्नु पऱ्यो यसरी। कस्तो अँधेरो ठाउँ रहेछ मजाको है। यताको मजा गर्छ। र गाइस, हामी चाहिँ अहिले यहाँ आउँदा आउँदा बाटोमा चौतारामा एकछिन रेस्ट गरिरहेको छ। एकदम गरम पनि भयो यहाँ पुग्दाखेरि चाहिँ। र यहाँ केटाहरूले फ्रुटहरू बनाउँदैछ, यसरी काटेर बनाउँदैछ। स्पेसल हाम्रो यता बनाउने मान्छे यहाँ छ हो। यता चाहिँ फेरि त्यो अर्को बनाउने बौलाउने चिज बनाउने मान्छे चाहिँ यता छ। यता बौलाउने चिज बनाउने यता हो। यता चाहिँ खालि फ्रुटहरू मात्रै है। केटाहरू अलिकति लामो टिकोस् भनेर। र गाइस, हामी यो लोकेसनबाट चाहिँ अब मुभ हुन लागेको। यहाँनिर सबैजना हाम्रै साथीहरू हिँड्नलाई तयार भइसक्यो। अनि यहाँ निकै भेट रेस्ट गऱ्यौँ। र गाइस, अब फेरि हामी हिँड्न सुरु गरिसकेको छौँ। अहिले चाहिँ भने उकालो लागिसकेको छ। हाम्रो यहाँ ब्याग चाहिँ हामीलाई जेठाले पालो दिइरहेको छ। बिचरा के गर्नु, अलि के भन्छ यो एनर्जी खाएर इम्युनिटी पावर बढ्यो कि अन्त यो मजाले ट्रेकिङ ब्याग बोकिरहेको छ। र गाइस, हामी हिँड्दैछौँ। यहाँ पेन्सिङ साथी, उसको चाहिँ घर यतै हो, वेस्ट के भन्छ यहाँ वर्षेदेखि चाहिँ त्यस्तो टाढो होइन। नजिकै के खोप बढी खोप हो। हामी दुईजना चाहिँ पहिला सँगै एउटै डिपार्टमेन्टमा काम गरेर आज चाहिँ धेरै वर्ष भएको थियो छुट्टिएको भने लगभग 6-7 वर्ष 10 वर्ष जस्तो भयो होला है। 10 वर्षको बादमा आज फोन मार्फत भेट भएर यो वर्षे अचानक सरप्राइज भाइसँग साथीसँग भेट पनि भयो। अनि बाटोमा यसरी घुम्न जाँदैछौँ। गुराँसको फुल चाहिँ अहिले फिलहाल चाहिँ भेटेको छैन, अलि अगाडि छ अरे, तर यसपालि त्यस्तो चाहिँ फुलेको छैन भनेर चाहिँ मलाई भनिरहेको छ। सुजन सिंह शेर्पा कतिमा पढ्छौ अरे? जीमा पढ्छौ। कुन स्कुल पढ्छौ? डोडक स्कुल। डोजाङको स्कुल नाम डोडक हो। र हामी चाहिँ हिँड्दै निकै ओह्राइसकेको छ। हाम्रो साथीहरू चाहिँ शङ्खढुङ्गा है, यो वर्षेको यो यस्तो बाटो छ। यो बाटोमा चाहिँ हिँड्दै आउँदाखेरि चाहिँ शङ्खढुङ्गा भन्ने ठाउँमा हामी लगभग आइपुगिसकेको छौँ। हाम्रो साथीहरू चाहिँ धेरै पछाडि छुट्यो। हिँड्दा बिचरा थाके पनि होला। अन्त भ्लग पनि बनाउँदै आउँदाखेरि ढिलो भएकोलाई हाम्रो साथीहरू चाहिँ
हामी चाहिँ यहाँ धेरै अगाडि आइसकेको छौँ। यो यतापट्टि एउटा आएको बाटो हो। कताको बाटो खोइ त? यो बाटो हो। अनि अब यता जाँदैछु शङ्करढुङ्गा चाहिँ अलिकति अगाडि चाहिँ म तपाईँलाई शङ्करढुङ्गा पनि देखाउँदैछु हेर्नुहोस्। साथीहरू शङ्करढुङ्गा भन्ने चाहिँ यहाँ पर्दो रहेछ। यहाँ यस्तो रहेछ। अनि पाठ पूजा आउने जति पनि यो वर्षमा आउने टुरिस्टहरू छ उहाँहरूले चाहिँ यहाँ पाठ पूजा पनि गर्दो रहेछ। अनि तपाईँहरू पनि आउनुभयो भने चाहिँ यहाँ आउँदाखेरि पाठ पूजाहरू गर्न सक्नुहुन्छ। छुट्टीको दिन परेकोले गर्दाखेरि एकदमै धेरै घुम्नुलाई मान्छेहरू आएको रहेछ। त्यसले गर्दाखेरि पनि होला है। तल गाडी पनि धेरै जाम अनि बाटो पनि धेरै बेसी जाम बनिरहेको थियो। सबै फर्किरहेको छ। म चाहिँ तर उकालो हिँडिरहेको छु हो। अब अरू फर्किने टाइममा हामी चाहिँ उकालो जाँदैछौँ। उकालो र गाइस फाइनली हामी लगभग वर्षको छेउ आइपुगिसकेको छ। हाम्रो साथीहरू चाहिँ धेरै पछाडि छुट्टिएको छ। अब एकछिन यहाँ पर्खिरहेको छौँ। हामी सबैजना बसेर एकछिन पर्खिन्छौँ किनभने धेरै भारी भएको कारणले गर्दाखेरि साथीहरू पछाडि छुट्टिरहेको छ। साह्रो परिरहेको छ आउनुलाई। र गाइस साथीहरू पर्खिँदा आइपुगेको छैन। अहिले यतिको चाहिँ रहेछ फुलेको हो। तपाईँलाई मैले देखाउन गइरहेको छु। यतिको चाहिँ फुलहरू फुलेको छ। यतापट्टि साइडमा हेऱ्यो भने चाहिँ झिल पनि रहेछ। यतापट्टि पोखरी रहेछ। यो साइडपट्टि चाहिँ पोखरी रहेछ। यसरी फेन्सिङ पनि गरेको छ। तपाईँ देख्न सक्नुहुन्छ। एकदमै पोखरी रहेछ। यहाँनिर चाहिँ पोखरी चाहिँ रहेछ भने चाहिँ यहीँ पलाको पानी होला सायद यो। अनि यतापट्टि साइडपट्टि चाहिँ यसरी गुराँसहरू फुलेको रहेछ। यस्तो हुँदो रहेछ। चाहिँ एकदम नजिक फुल्दो रहेछ यसरी। मतलब हातले टिप्नु सक्ने यसरी भेट्ने ठाउँतिर यस्तो नजिकमा हुँदो रहेछ हो। भेट्न सक्ने ठाउँतिर सबै फुलेको हुँदो रहेछ। यतापट्टितिर पनि ड्याममै छ है। तर यसपालि चाहिँ पहिलाको सालतिर जति फुल्थ्यो त्यो पाराले चाहिँ फुलेन भन्नु चाहिँ। तर हामीले चाहिँ अब फुलेको त्यस्तो देखेको थिएन। मेरो लागि यो पनि बहुतै हो। यतापट्टितिर यसरी कम्ती चाहिँ फुलेको रहेछ। फुल्नु चाहिँ तपाईँ देख्न सक्नुहुन्छ है। यो चाहिँ चौरी हो कि गोरी हो यो खासमा चाहिँ? यो चाहिँ अघि यस्तै हजुर गाई र चौरीको क्रस हो। क्रस हो। ए प्योर चौरी चाहिँ होइन है? प्योर चौरी होइन क्या। ए तपाईँहरूले चाहिँ यो चाहिँ के अरे टुरिस्टहरूलाई चढाउनुहुन्छ? हजुर हजुर। अच्छा त्यसको चाहिँ कस्तो? हामी पनि चढा भयो। ए कसरी लिन्छ त्यो चाहिँ? कति के छ प्राइस? हजुर हामी फोटो खिचेको 100 रुपियाँ। हजुर यसो एकछिन घुमाएको 200 रुपियाँ। 200 रुपियाँ घुमाएको। 3 तारिक आज आएको छौँ हामी। अप्रिल 3 तारिक आएको। अबको 15 दिन 20 दिनमा आउँदाखेरि चाहिँ यहाँ ठिक्कै हुन्छ। तपाईँहरू है कसैलाई धोका हुँदैन। त्यति अहिले चाहिँ अब पुरा रातो तपाईँलाई देखाउन चाहन्छ हामी। यतिको चाहिँ छ, यतिको छ हो। अबको त्यति दिनमा चाहिँ कति दिनमा यस्तो यो उयो कोपिला लाग्दैछ। अबको 15-20 दिनमा आउनु भने चाहिँ तपाईँहरूले सब हरियाली र रातो मात्रै पाउनुहुन्छ। एकदमै गुराँसको। त्यतिखेर तपाईँहरूले बेनिफिट लिन सक्नुहुन्छ। अहिले चाहिँ यस्तो छ। अबको 15-20 दिनमा आउनुहोस्। तपाईँहरू कोही पनि आउनुहोस् भने आज 3 तारिक हो होइन, अबको 28 तारिकतिर आउनुहोस् या महिनामा आउनुहोस्। तपाईँले सबले गुराँसको फुल भेट्नुहुन्छ है त। हामी चाहिँ अहिले वापस आइपुग्यो है। यहाँनिर जहाँबाट हामी गाडी छोडेर हिँडेको थियो त्यहाँ आइपुग्यो। यति साह्रो पऱ्यो, खुट्टाहरू दुख्यो है। तर अब ओभरअल मजा आयो। सगास तपाईँहरू आउनु भने चाहिँ हेर्नु होला है। खुट्टा दुख्यो त हड्डी सड्डी सबै दुख्यो नि। मासी गल्यो। यो गेट देख्दा मात्रै हामीलाई आश लाग्यो कि अब चाहिँ हामी लाग्यो। फाइनली गाइस हामी चाहिँ आइपुग्यौँ यो रोडमा। जुन चाहिँ पैदल बाटो थियो त्यो सकेर चाहिँ हामी यहाँ गाडी भएकोमा आइपुगेको छौँ। गाइस अब हामी चाहिँ यहाँबाट जस्ट मुभ भइसक्यौँ है।